सिंगडा दिँदा हुन्छ नानीलाई कोहरी किल्तीरी शाबास गुड बोय कति मजाले लेख्दै हुनुहुन्छ है सरले छिटो लेख्नु है ए लेख्नु शाबास गुड बोय न त लेख्नुभएको कति लेख्नु भएछ सरले त अनि कति धेरै लेख्नु भएछ है लेख्नु त ए भनेर लेख्नु त सर ए भन्नु न ए हो लेख्नु ए लेख्नु भयो उठेको ए कसको त्यो आमाको आमाको हो तपाईँ उठेको हो अब नसुत्ने हजुर पापाको अब एकछिन कता जानुभएको सर आइ हुन्छ है बेबी आइ हुन्छ कसले दिएको त्यो नानीको बटुका बटुकामा के खाँदैछ फेरि छैन न्याम 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 के भने कहाँ जाने तपाईँ कहाँ जाने हो कहाँ जाने ओ सामीहाङ म्युजिकहरू सुन्ने बित्तिकै एकदमै नाच्नु मनपर्ने मान्छे त्यही भएर मजाले नाच्ने काम गरे है सामीहाङले सामीहाङले लेख्ने कोसिस पनि धेरै गरिरहेको छ बेसरी लेख्न सिक्छ उसले कपी कलमहरू भेटेपछि चाहिँ मजाले लेख्ने प्रयास गर्छ त्यो ज्ञानी हो स्कुल नगइकन लेख्न जान्ने भइसकेको यहाँभित्र यहाँ त उको रहेछ है के हो अलिक रिङ सिल हाम्रो योगा गर्नु परेछ शाबास आमै बाटो लड़का ने तेमल इसमें
सामियो हाङ लेख्नु भएको कोर्नु पनि जानेको छ र अलिअलि हुँदैछ नाना अब यहाँ नै सबै सबै शिक्षा पो लेखिसक्यो पढ्दै हुनुहुन्छ हगुवाले लेख्नु भएको बोजूसँग लेख्नु भएको म मोबाइलमा त्यो केहरू के अरे टाइप गर्दाखेरि पढ्दै गर्छु कि उसले पनि पढ्दै मोबाइल चलाउँदै हुन्छ हो बोजूले के सिकाउनु भयो तपाईँलाई लेख्नु बोजूसँगै कलेज जाने हो होला नि सर बोजूको कलेजै टुट्यो जस्तो छ बोजू आज के भएर आइतबार नि कसलाई फोन गर्नुभएको आमालाई हो कसलाई फोन भन्नु न के छ तपाईँले के भन्नु सक्नु अरू केही छ भन्नुपर्ने कति बाटो हो मेरो बेबी त हजुर पापालाई नै पुरै पढाइदिने लेक्चर हानिदिने हो